मान्छेको लागि हुनु पर्यो नि त विकास है? विकास मान्छेको लागि हुनु पर्यो। त्यसले गर्दाखेरि मानव केन्द्रित विकास गर्नुपर्छ। कोही कसैले एउटा घर बनाएर टहरा बनाएर बस्ने उसको अधिकार छ। उसले बनाएको टहरा भत्काइदिने त्यो क्रूर शासक म बन्नेवालामा छैन। म भत्काउँदिनँ, भत्काउनु दिन्न पनि। बरु उहाँहरूको टिमको छाना चुइरहेको छ भने स्रोत साधन र समय मेरो अधिकारले भ्याएसम्म है, मैले चारवटा कुरा स्रोत साधन समय र अधिकार भन्दैछु, चारवटा कुराले भ्याएसम्म मैले उहाँहरूको टहराहरू मेन्टेन गरिदिनुतिर, व्यवस्थापन गरिदिनुतिर म लाग्छु। तर कसैलाई घरबार विहीन बनाएर अब जता जान्छु भनेर खेदाउनेतिर चाहिँ म लाग्दैन। तपाईँको नाम चाहिँ आफ्नै घर अगाडि डिरेन बनाइदिनु भयो बिना पैसामा। हजुर शरमको उसमा सबै राम्रो बनाइदिनु भयो। एकदम खुसी छु। यस्तो मेयर पाउँदैन फेरि फेरि। हाम्रो जिन्दगीभरि चाहिँ यही मेयर भइराखोस् भन्ने छ क्या मेरो मनमा चाहिँ। कति राम्रो मेयर क्या, सबै दुःख बुझ्ने, गरिब दुखीहरूलाई हेर्ने। त्यो सुकुम्बासी जनता, अब हामी सुकुम्बासीलाई अब त्यो पहिलाको झोलेहरूले त उठाउने कुरा थियो नि त। अहिले मेयर साहबले